आमा, म त तिम्रै त्यो काखमा खेल्दै हुर्केको मान्छे। उमेर बढेसँगै जिम्मेवारीले थिचिँदा तिम्रो खुसीको परवाह गर्न सकिन होला, तर मनले सधैँ तिम्रै ममताको खोजी गर्छ नि आमा। दूरीले टाढा होस् या नजिक, तिमी सबैले ह्यापी मदर्स डे क्ल्याप गरौँ त। ह्यापी आमा पछिको अर्को माया गर्ने नारी भाउजू हो, अनि मलाई राम्रोसँग थाहा छ आमा बाबा पछिको अर्को माइती भाउजू हो। त्यसैले नराम्रो अनि रुखो शब्द बोलेर कहिल्यै पराई बनाउने छैन मेरी प्यारी भाउजूलाई। धेरै माया भाउजू, आई मिस यू। अहिले अब उठेर खिच्यो भने हुँदैन फेरि बनाइसक्यो भर्खर राखिरहेको यो भुरा पार्टी स्टुडेन्ट फुल हुन्छ टाइम के हुन्छ क्लास सुन्दरजी चाहिँ फुकालिहाल्नु किन एकछिन लगाएर काट्नु न यसले भिडियो बनाउने के बाङ्गो भने मोबाइलै छोड न अब उभिएर त्यो बेबी भनेर यसले त ढाड देखाएर के भिडियो बनाउनु नमिल्ने गरेको। यार होइन पहिला बेहुलीलाई हो के पहिला बेहुलीलाई उज्यालोपट्टि चाहिँ Happy anniversary. Honesty and भइगयो नि त लाइट उता हुन्छ यो यतापट्टि बसेर पहिला टिका लगाएर खान्देला भन टिका लाउँदै खान्दिँदै टिका लगाएर उतापट्टि जानु यतापट्टि लाइट आउँछ। खाउनु हैन भएन ज्ञानु त बच्चा जस्तो नगर्छ सिधा भएर टक्क यस्तो बस्ने हो। कति छड्यो मलाई सिधा बनाउनु न यसरी बनाउँदा लाइट हजुरहरूलाई दिनु न यो दिनु त केक अब भयो अब दिनु त्यो सब के बाँकी छ म त केक बाँड्दै गर्छ है त है फुलवाला के चाहियो चुप लाएर बस्ने भएमा दिने म त बस्ने स्लो मोसनमा गर्दा चाहिँ खोइ सबै खाइसक्यो
घुमा न गालो घुमा 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 न लड्छ नि थाहै थियो फेस हेरेर हाँस्नु म बेबीको दाइ म हुने बेबी हुनेवाला बेबीको दाइ बाबा ओइ गएर भने के म हुनेवालाको बच्चा